हामीहरूले अग्नेय चट्टान अर्थात् इग्नियस रक्सको बारेमा सम्पूर्ण बताएको थियो। आज हामी तपाईहरुलाई बताउने छौं सेडिमेन्टरी रक्सको बारेमा पूर्ण रूपले। In previous video we learned about igneous rock and its forms. In today we are going to learn about sedimentary rocks and how it's formed. भिडियो लामो हुनुको कारणले हामीहरूले यो रक्सलाई छुटाई छुटाई बताउने गरेको छौं। अब भोलि फेरि कुन चाहिँ रक्स रे? मेटामर्फिक रक्स अर्थात् रूपान्तरिक रक्सको बारेमा भोलि तपाईहरुलाई बताउने छौं। पढ्नु सजिलो हुन्छ भनेर सानो सानो टुक्रा गरेर हामीहरूले बताउँदैछौं। Sedimentary rocks formed by successive depositions of sediments. Sediments, debris eroded from any previously existing rocks, igneous, metamorphic or old sedimentary. Layered stratified structure, also called stratified rocks. Thickness of strata varies from few mm several meters. अस्ति तपाईहरुलाई अग्नेय चट्टान अर्थात् इग्नियस रक्सको बारेमा बताए। आज तपाईहरुलाई हामीहरू सेडिमेन्टरी रक्स अर्थात् तलछट चट्टानहरुको बारेमा बताउँदै छौं। लगातार तलछट जम्मा भएर बनिएको हुन्छ यो चट्टान र तलछट चट्टान बनिन्छ तपाईको इग्नियस रक्स र मेटामर्फिक रक्सको टुक्राहरू जम्मा भएर पनि तलछट चट्टान बनिन्छ। यो अब तहयुक्त या स्तरीकृत संरचना हुन्छ जसलाई स्तरीकृत चट्टान पनि भनिने गर्छ। यसको तहको मोटाई एमएमएस देखि लिएर कति मिटर लामो तक हुन्छ। Sedimentary rocks contain fossils, the solid parts or an impressions of a prehistoric animals or plant embedded in rocks found widely spread on Earth's surface shallow deep. अनि सेडिमेन्टरी रक्समा मान्छेहरू मरेको गाँचको दाउराहरू जम्मा भएर त्यो तलछटमा जम्मा भएर पनि बनिन्छ। साथै पृथ्वीको सतहमा व्यापक रूपमा फैलिएको पाइन्छ र यो सेडिमेन्टरी रक्स कम गहराईमा नै पाइन्छ। Sedimentary rocks example sandstone, shale, limestone, coal and dolomite. Process of formations, disintegrations of rock, transportations of sediments, water, glaciers, wind, depositions or sedimentations, compactions or cementations. Sedimentary rocks formed. Flooded mountains of the world like Himalayas, Alps, etc. सेडिमेन्टरी रक्सको उदाहरण हो जस्तो बलौटा, ढुङ्गा, शेल, चुना, कोइरा र डोलोमाइट। यसको गठनको प्रक्रिया यसरी हुन्छ। चट्टानहरूको विघटन हुँदा तलछटको दुबानी अर्थात् पानी, हिम नदी या हावा आएको बेलामा वा सेडिमेन्टेसन चट्टानहरूको रूपमा हुन्छ। क्याम्प्याक्सन र सिमेन्टेसनले पनि सेडिमेन्टरी डिपोजिसन हुन्छ र सेडिमेन्टरी रक्स बनिन्छ। हिमालय, एन्डिज आदि जस्ता विश्वका तहमा भएका पहाडहरू सेडिमेन्टरी रक्सको उदाहरण हो।